जोनीको र मेरो भिडियोहरू हेर्नु भएको थियो होला होइन साथीहरू। अनि साथीहरू यदि मलाई त्यही थ्रोबाट चिन्नुहुन्छ भने चाहिँ साथीहरू माया देखाइदिनु होला, म त्यही भन्न चाहन्छु होइन। हाम्रो भिडियोमा चाहिँ तपाईँले चाहिँ लाइक सब्सक्राइब गरेर धेरै नै अगाडि हामी जानुपर्ने हुन्छ र गरिदिनु होला, किनभनेपछि तपाईँको मायाले नै हामी अगाडि बढ्ने हो। म यति भनेर म टुङ्गन चाहन्छु। मुस्किल है हाम्रो चाहिँ यो क्याम्पको बोस हो है, त्यही हो साथीहरू। हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। आयो तपाईँ सन्चै आरामै हुनुहुन्छ होला र हामी पनि एकदम सन्चै आरामै छु गाइज है। आज चाहिँ म ब्याक साइडमा आएको छु साथीहरू। ब्याक साइडमा किन आएको भन्दाखेरि टिकटक भिडियो बनाउन लगाएको छु साथीहरू होइन। अनि यहाँ कृष्ण दाई पनि हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। कृष्ण दाईले भाइ जाउँ हिँड भिडियो बनाउनु भनेर चाहिँ मैले आएको हो। अनि यहाँ म पनि यहाँ भिडियो बनाउन लगाएको हो। दिने क्या टक्क लगाएर साथीहरू है। अब भाइलाई सपोर्ट गर्नुपर्ने हुन्छ। भाइले अब स्ट्रगल गर्न सुरु गरिसक्यो साथीहरू। अब चाहिँ केही हुन्छ जस्तो लागेको छ साथीहरू होइन। त्यो भन्दै टक्क लगाएर साथीहरू अब कृष्ण दाईको भिडियो बनाउनु पर्ने हुन्छ। गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कृष्ण दाईले बनाइरहेको छ है। यो भिडियो चाहिँ बेलुका आउँछ साथीहरू है, हेर्नु होला। के तपाईँको आइडी के छ टिकटकमा? कृष्ण एमपी छ साथीहरू। मैले मेरो भिडियोमा पनि दाइले कमेन्टहरू गरेर हुन्छ साथीहरू, त्यहाँबाट खोजेर चाहिँ हेर्नु होला कृष्ण दाइको है। ल अब हेर्नु होला साथीहरू। अनि साथीहरू एउटा कुरा के, मेरो मन नभएको कुरा चाहिँ अब केही गर्नुपर्छ, यसरी बसेर त भएन होइन। कति बस्ने रुममा झ्याउ लागिसक्यो साथीहरू होइन। त्यो भएको भएर चाहिँ मैले अब यताबाट काम नभए नि उताबाट हुन्छ भनेर चाहिँ सोचेर चाहिँ मैले अब भ्लग स्टार्ट गर्न लागेको हो। तपाईँहरूले चाहिँ भाइलाई सपोर्ट गरिदिनु होला साथीहरू। मेरो घर नेपाल चाहिँ चितवनमा हो, चितवन टाढी बकुलरमा हो मेरो घर चाहिँ। अनि अहिले चाहिँ म यहाँ जेब्लालीमा बस्छु साथीहरू है। यो ठाउँको नाम खासै मलाई राम्रोसँग केही पनि थाहा छैन। त्यही पनि अब 7 महिना जति भइसक्यो साथीहरू म यो ठाउँमा बसेको। खासै घुम्न पाएको छैन होइन। ड्युटी रुम भइरहेको थियो। त्यो भएको कारणले चाहिँ यताउति हिँड्न पाएको थिएन। ठाउँ पनि राम्रोसँग थाहा थिएन मलाई। यहाँ ठाउँ थाहा पाएको भनेको मैले यता यो पार्कको मात्रै हो कि साथीहरू होइन। त्यो भएको भएर चाहिँ अब खासै राम्रोसँग मलाई ठाउँ पनि थाहा आएन कि साथीहरू है। अनि अब म पहिला लिवामा थिएँ। तपाईँहरूले टिकटकको मान्छेले कतिले थाहा पाउनु भएको थियो होला होइन। जोनीको र मेरो भिडियोहरू हेर्नु भएको थियो होला होइन साथीहरू। अनि साथीहरू यदि मलाई त्यही थ्रोबाट चिन्नुहुन्छ भने चाहिँ साथीहरू माया देखाइदिनु होला, म त्यही भन्न चाहन्छु होइन। अब म बिस्तारै अब भेट्ने छु, जोनलाई पनि भेट्ने छु होइन। भेटेर टक्क भिडियो सिडियो बनाएर हजुरहरूको सामु प्रस्तुत गर्ने छु साथीहरू है, त्यही भन्न चाहन्छु। अब चाहिँ साथीहरू हाम्रो गन्तव्य भनेको चाहिँ के हो भन्दाखेरि होइन साथीहरू, गन्तव्य भनेको चाहिँ हामी त्यो चाहिँ थाहा छैन के हो, मलाई पनि थाहा छैन। गन्तव्य त मृत्यु हो साथीहरू है। त्यो हो साथीहरू। अब चाहिँ टक्क लगाएर कृष्ण दाईको भिडियो बनाउनु पर्ने हुन्छ। यहाँ हाम्रो ब्याक साइडमा हेर्नु सक्नुहुन्छ, यहाँ जनताहरू हुनुहुन्छ। भन्नु अलिक प्रेस गरी बोल्नु। म चाहिँ मेरो नाम चाहिँ कृष्ण होइन। तपाईँले भिडियोमा देखिरहनु भएको हुन्छ म पढाइ भाइसँगै अलिक प्रेस गरी बोल्नु होइन। किनभनेपछि तपाईँको साथ सपोर्टले हाम्रो जुन भिडियोहरू हेर्नुहुन्छ होइन, अलिक प्रेस गरी बोल्नु न। हाम्रो भिडियोमा चाहिँ तपाईँले चाहिँ लाइक सब्सक्राइब गरेर धेरै नै अगाडि हामी जानुपर्ने हुन्छ र गरिदिनु होला, किनभनेपछि तपाईँको मायाले नै हामी अगाडि बढ्ने हो। म यति भनेर म टुङ्गन चाहन्छु। जय नेपाल। किन थोरै भन्नुभयो नि त साथीहरू है। कृष्ण दाईले भनेको आवाज चाहिँ अलिकति आएन होला, किनभने हामीसँग मिनी माइक पनि छैन नि त। मिनी माइक नभएको कारणले चाहिँ अलिकति साउन्ड यो आउट साउन्डहरू क्यार गरेर आइरहेको होला। त्यही पनि हजुरहरूले म्यानेज गर्नुपर्ने हुन्छ साथीहरू होइन। त्यही भन्दै अब साथीहरू है, अब यस्तै हो, दिन यसरी नै बितिरहेको छ। के भन्ने, अब आयो सुत्यो खायो त्यही भइरहेको छ साथीहरू। अब हाम्रो मालिक पनि त्यही हो भन्यो क्या, हाम्रो मालिक त्यही हो भन्यो। कभी आएगा मुस्किल है। हाम्रो चाहिँ यो क्याम्पको बोस हो है, त्यही हो साथीहरू। अब चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ, हेर्दै गर्नु होला। भिडियोहरू आइरहेको छ साथीहरू होइन।
अब अरू त के भन्नु साथीहरू, मलाई चाहिँ खासै त्यस्तो एक्सपिरियन्स त्यस्तो केही पनि छैन होइन। जस्ट भिडियो मात्रै बनाइदिएको हो, यहाँको बारेमा ठाउँ कस्तो छ के छ भनेर बुझाउनको लागि मात्रै हो साथीहरू होइन। तपाईँहरूले टक्क लाएर माया देखाइदिनु पर्ने हुन्छ गाइजहरू है। त्यही भन्दै अब चाहिँ हल्का स्थगित गर्नुपर्ने हुन्छ, स्थगित त हुन्न, आउँछ भिडियो त्यही पनि रोक्दै गर्नुपर्ने हुन्छ है साथीहरू। त्यही त साथीहरू है, भिडियो हेर्नुभयो होला साथीहरू है, कृष्ण दाइले बनाउनु भयो भर्खर, मैले पनि बनाएर पोस्ट हानेको छु साथीहरू, टिकटकमा हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि साथीहरू अब यही हो, अब चाहिँ हामी रुम जानुपर्ने हुन्छ माथि होइन। हामी चाहिँ अहिले यहाँ ग्राउन्ड फ्लोर पछाडि साइडमा बसेको थिएँ होइन, आएको थिएँ यहाँ भिडियो सिडियो बनाउन। यहाँको भ्यू चाहिँ यस्तो बवाल छ कि साथीहरू, प्रायः भिडियोहरू चाहिँ यहीँको हुन्छ होला होइन, हो कि होइन ल भन्नु त ल हेर्नु, म देखाउन चाहन्छु तपाईँहरूलाई यहाँको सिन यस्तो छ साथीहरू है। यस्तै होइन हजुरहरूले भिडियो हेरिसक्नुभयो होला है। अब चाहिँ हामी माथि जान लाग्छु साथीहरू। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ कचरा यस्तो कचराहरू राख्यो साथीहरू, लास्टै फ्लोर छ है। अनि यहाँ चाहिँ हाम्रो किचन छ हेर्नु सक्नुहुन्छ। अनि हाम्रो दाइहरू नेपाली दाइहरू पनि हुनुहुन्छ साथीहरू है, नेपाली दाइहरू हुनुहुन्छ यहाँ टक्क लगाएर। यहाँ किचन हो साथीहरू है। हाम्रो दाइको नाम के अरे दाइ, बिर्सेँ मैले। दाइ चाहिँ अलिकति टिकटकमा चलपल हान्नुहुन्छ होइन साथीहरू। दाइको टिकटक आइडी पनि फलो गर्नु सक्नुहुन्छ तपाईँहरूले। दाइको टिकटक आइडी भनिदिनु त दाइ। त्यो माछा बनाउनु ला दाइको रेसिपी हेर्नु साथीहरू है, माछा हो नेपालको माछा। ल साथीहरू अब चाहिँ हामी रुम जानुपर्ने हुन्छ है। हामीले भिडियो सिडियो पनि बनाइसक्यो साथीहरू, अब चाहिँ टक्क लाएर है। ल साथीहरू म चाहिँ रुममा पनि आइसकेँ होइन। आजको भिडियो चाहिँ यति नै हुन्छ साथीहरू है। टक्क लाएर तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ। अनि हाम्रो दिन चाहिँ यसरी नै बितिरहेको छ साथीहरू। अब हजुरहरू कसरी बितिरहेको छ थाहा छैन है, कमेन्ट गर्नु होला साथीहरू है। अब यहाँ चाहिँ श्याम भाइ छ, कृष्ण दाइ सुतिरहेछ, यहाँ राजु भाइ छ। अनि हाम्रो रुमको हालत हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो छ। अनि हामीले चाहिँ कपडा यहाँ सुकाउँछौँ, यो चाहिँ कृष्ण दाइको कपडा हो है साथीहरू। देख्नुभयो साथीहरू कस्तो अवस्था छ हाम्रो नाजुक अवस्था छ साथीहरू। त्यही हो साथीहरू, आजको लागि भिडियो यति नै। हेरिदिनु भयो, इन्जोय गरिदिनु भयो। अब टक्क लगाएर लाइक हानेर सेयर गर्न चाहिँ नबिर्सिनु होला। त्यो भन्दै अब साथीहरू बिदा हुन चाहन्छु। जय नेपाल।